सभामुख महोदय मार्फत म नेपालको संविधान र विधिको शासनलाई आज देशभरि उल्लङ्घन भइरहेको छ। यो उल्लङ्घन गर्ने अधिकार सरकारलाई छैन। यस अर्थमा संविधान प्रदत्त नागरिकका मौलिक अधिकारहरूलाई स्थापित गर्नको लागि म निर्देशनको लागि अनुरोध गर्दछु। सँगसँगै फाल्गुन 23 र 24 को घटनालाई लिएर 3 खालको स्तरमा, एक, सुरक्षा निकायलाई अलग्गै कार्यदल बनाएर अध्ययन गर्ने, राष्ट्र सेवकहरूको सन्दर्भमा दोस्रो नजिर र पूर्व प्रधानमन्त्री र गृहमन्त्री केपी शर्मा ओली र रमेश लेखकको सन्दर्भमा तेस्रो नजिर जो स्थापना गर्न खोजिएको छ, यो खोटपूर्ण कानुनी जुन अध्ययन गरेर मुद्दा लगाइँदैछ, यसप्रति म गम्भीर आपत्ति गर्छु र यी मुद्दाहरू खारेजन्य छन्। यसलाई म सभामुख मार्फत सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु। धन्यवाद।